आज चाहिँ म तपाईँहरूलाई बुद्धचित्त माला चाहिँ कसरी रोप्ने भन्ने एउटा जुन यो बुद्धचित्त माला रोप्ने विधि सम्बन्धी चाहिँ तपाईँहरूलाई म बताउन गइरहेको छु। ल यो चाहिँ खास गरी मैले बिरुवा रोप्ने तरिका तपाईँहरूलाई सिकाउँदैछु। यो एउटा बिरुवा हो भनेदेखि चाहिँ अनि यो चाहिँ हाम्रो लगभग 2 वर्षको बिरुवा हो। अनि यो चाहिँ तपाईँको बिरुवाको पोलिथिन छ, यो पोलिथिन अनि तपाईँको यो खास गरी हामीलाई यो वरिपरि स्पेस चाहिँ तपाईँको यतिको बराबरको यो पोलिथिनको चाहिँ इन्टु 2 जति हाल्दाखेरि हामीले 1 2 यतिको ग्याप चाहिँ वरिपरि चारैतिर ग्याप हुनु पऱ्यो। अनि चारैतिर ग्याप हुनु पऱ्यो प्लस अनि तल डाउन चाहिँ कम्तीमा 2 फिट अथवा 1 फिट भयो भने चाहिँ यो बर्खायाममा चाहिँ 1 फिट भयो भने हुन्छ। किनभने बर्खायाममा चाँडो सर्ने भएको भएर चाहिँ बर्खायाममा चाहिँ 1 फिट अनि मुनि थोरै मात्र के अरे मल हाल्ने तल जमिनमा। अनि पछाडि बर्खायाममा चाहिँ थोरै हाल्ने, अलिकति फेरि मौसम हेरेर अलिकति गर्मीयाममा छ भने चाहिँ अलिकति थोरै बढीको मात्रामा चाहिँ मल हालेर अनि टक्क यो पोलिथिनलाई चाहिँ ठ्याक्कै यो जमिनभन्दा माथि नै हाइटमै उठाएर सट्ट लाएर यति योबाट चाहिँ सर यसरी माटो चाहिँ यसरी टक्क सेप चाहिँ ठ्याक्कै हुनु पऱ्यो कि टक्क भिसेपमा सर यसरी स्लोप बनाएर टक्क लाएर यसरी स्लोप बनाएर चाहिँ यो मालालाई रोप्नुपर्छ। कम्तीमा जमिनभन्दा मुनि चाहिँ यो यति भाग छ जुन यो तलको यहाँ तलको भाग देखिरहेको छ होला होइन, यो भागभन्दा मुनि चाहिँ जमिनमा जानु पऱ्यो है। टक्क यहाँसम्म जमिनमा गइनु हुन्छ, यहाँसम्म चाहिँ जमिनमा गएर टक्क यसरी स्लोप बनाएर चाहिँ रोप्नुपर्ने हुन्छ हामीले। रोपिसके पछाडि चाहिँ कटिङ चाहिँ कसरी गर्ने भन्ने पनि म तपाईँहरूले विधि देखाउन गइरहेको छु। आज चाहिँ म यहाँ मेरो बुद्धचित्त माला कटिङ गर्न आएको। यहाँ फेदहरू चाहिँ एकदम मस्तै काट्नुपर्ने हुन्छ होइन तपाईँको माला भनेर मात्र हुँदैन, किनभने यो फेदले गर्दाखेरि चाहिँ एकदमै तपाईँको माला बढ्नलाई रोकिरहेको हुन्छ। सो यस्तो यो भनेको चाहिँ यसले चाहिँ चाहिने मिनरल्सहरू चाहिँ सबै तल यो फेदकोले बढी खाएपछि यो माथि बढ्न पाउँदैन। सो मेरो चाहिँ एकदम राम्रोसँग बढिरहेको छ बढ्न चाहिँ। अब मेरो यो कटिङहरू जरुरत थियो अनि सो मैले अहिले चाहिँ चिन्डे बारिदिनु तलतिर चाहिँ चिन्डे बारिदिनुपर्छ होइन, तब माथि राम्रो हुन्छ। यो पुरानो हाँगाहरू चाहिँ हाम्रो जसरी जाने नै हो। सो त्यही भएर यो यत्रो लामो भएको छ नि होइन, यो डबल कटिङ आएको छ, यहाँ डबल आएको छ होइन। त्यही लागि तपाईँको यो एक्स्ट्रा आएको छ, यो एक्स्ट्रा आगो ठाउनेर टक्क काटिदिने हो कि यो एक्स्ट्रालाई फालिदिने हो। जुन पुरानो जस्तो राम्रो चाहिँ कुनै पनि हुँदैन, यो पुरानो हो, पुरानोमा अझ राम्रो भएर बाँच्नु परिरहेको छ। अनि यो फेदमा चाहिँ अलिक छोटाएर यसमा नि हाँगाहरू त राम्रो धेरै पलाएको छ, यतापट्टि हेर्नु आउनु होला तपाईँ होइन। 4-5वटा हाँगाहरू आएको छ यहाँ, तर 4-5वटा हाँगा आएर हामीलाई काम छैन, किनभने यो यसले रुखलाई बलियो बनाउँदैन। सो बलियो नबनाइसके पछाडि यसलाई काटिदिने हो। अनि योभन्दा तल यहाँ पनि धेरै हाँगा आएको छ, यो पुरै टन्नै हाँगा आएको छ। सो यसलाई पनि सिङ्गल हाँगामा परिणत गरिदिने। अनि यो माथि आएको छ यहाँ हाई, यहाँ पनि 4-5वटा हाँगाहरू छ। सो यसलाई पनि यसरी सट्ट काटिदियो। अनि यो जुन हाई छ ठुल्ठुलो छ यो धेरै योहरू भनेको ओभरलोड मात्र हो। सो ओभरलोड हुन नदिउँ, यहाँ पनि ओभरलोडेड छ यहाँ पुरै। यहाँ अर्को हाँगाहरू पलाउनु छ नयाँ 1 2 3 यता सबै तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। सो यो चाहिँ यसरी कटिङ गरेर फाल्नुपर्छ। अनि यो पनि यहाँतिर फालिदिउँ। यति भएपछि चाहिँ हाम्रो यो रुखलाई अझै प्रेसर परिरहेछ। जस्तै कि यो हामीले यहाँ समातौँ, अझै यहाँ हल्लिरहेको छ भने चाहिँ यतापट्टि यसलाई बढी वेट भार परिरहेछ यसलाई होइन। सो यसलाई अझै यहाँनिर सट्ट यति काटिदियो भने अबको यो अझै पनि यता यहाँ बढी नै हाँगा दिइरहेछ। अनि यो प्लस यसले पनि बढी उलिरहेछ, ताकि यसले गर्दाखेरि चाहिँ रुख चाहिँ स्टेबल हुन सकोस् होइन, अझ राम्रोसँग हुन सकोस् भनेर चाहिँ टक्क हामीले आज रुख कटिङ गरेको छ साथीहरू। सो तपाईँहरूले पनि कटिङ गर्नु भएको छैन भने कटिङ गर्नु होला है त समयमै। ल ओके, हेलो कान्छीहरू, आज चाहिँ हामी यहाँ बुद्धचित्त माला टिप्न आउँदैछु होइन। सो यो सबै मुखेवाला हो, एकदम छिप्पिसकेको रहेछ, धेरै छिप्पेर पनि काम लाग्दैन। फेरि यो हेरौँ है कतिसम्म रहेछ, त्यो एकदम राम्रोसँग फल्याएको छ। यो चाहिँ हाम्रो एकदम हाम्रै आसपासको माला हो, यो लोकेसन चाहिँ हामी भन्न मिल्दैन। सो यो सबै मालाको चाहिँ हामीले लगभग डिल भएको छ होइन। सो तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। माला कस्तो खालको छ भने सबै हेर्नु, यत्रो ठुलो छ तपाईँको मुखेवाला हो यो सबै होइन। सो त्यही हो, माला बेलैमा माला रोपौँ होइन, बेलैमा चाहिँ माला रोपेर चाहिँ तपाईँको बेलैमा फल फलाउँ र राम्रोसँग स्वदेशमै बसेर आम्दानी गरौँ है त साथीहरू। ल।